माई न्यू ब्लग गाइजहरू होइन। अब हामी चाहिँ फेरि धेरै हामीले चाहिँ यहाँ मिहिनेत गरेछौँ होइन। हामी कति 2-3 हप्ता भयो होला है। 2-3 हप्ता भयो माछा मार्न गइरहेको छौँ। अहिले आउँदा 2-3 केजी लिएर छौँ। तर हामीलाई चाहिएको चाहिँ एकदम ठुलो माछा, 5-10-12 केजीको। सानो सानो मात्रै पऱ्यो होइन। त्यही भएर हाम्रो यस्तो छ यहाँ माछाको लागि पुरै खानेकुरा हामी यहाँ बनाउँदैछौँ। अब हामी भोलि बिहान 3 बजे हामी यहाँबाट 3:30 बजीतिर यहाँबाट हिँड्छौँ। धरानदेखि हामी माछा मार्नको लागि मेरो ससुराली घरतिर उता 64 बिघातिर कुद्दैछौँ राष्ट्रतालमा। हामी भोलि बिहान 3:30 बजी हिँड्छौँ। ल अब हामी चाहिँ यहाँ चारो बनाउनको लागि यहाँ पुरै दौडधुप छ। गाइजहरू हाँसिरहेको छ त्यहाँ पर। ल हेर्दै गर्नु होला। अब यहाँ हाम्रो ब्लग चाहिँ आज कन्टिन्यू हुन्छ। फेरि आज चारो मुसेकोदेखि भोलि बिहान हिँड्दादेखि होइन। हाम्रो सरी लिन आउनुहुन्छ मलाई भोलि सट्ट स्कुलमा सरर तरको बाटो हुँदै हामी चाहिँ पुगिन्छ राष्ट्रताल। गाइजहरू हेर्दै गर्नु होला। ल यहाँ चाहिँ अब चारो मुस्ने कार्यक्रम हुँदैछ। भिआइपी माछाहरूको लागि हो। खासमा चाहिँ अब जस्तो बात त्यस्तो माछाले अब अलिक औकात चाहिँ पुग्दैन खानु यो। अनि ठिकै छ। भोलि अब बाढी चुली खान्छन्, खुवाउने विचार छ। यस्तो भयो भने चाहिँ अन्डा हालेर चाहिँ ठ्याक्क यस्तो गर्दाखेरि साह्रो होइन। यस्तो त्यो स्टिकी हुन्छ नि, स्टिकी हुँदो चाहिँ फुर्रो दाना हुन्छ नि त। दानाको यो चाहिँ अन्डा नै हालेको छौँ हामीले भन्नु है। यो चाहिँ मोमो किमा जस्तै छ भन्नु चाहिँ। ठिक छ। अनि अब सिनामन कहाँ थियो यत्रो छ यहाँनिर। यसको रिजल्ट चाहिँ अब भोलि थाहा हुन्छ। भोलि हेर्दै गर्नु एउटा परेन देखाउँछ, एउटा परेन देखाउँछ। सिधै परेन नि देखाउँछु। ओके ल यति भन्दै आजको लागि विश्राम माग्छु। ल साथीहरू हामी फिसिङको लागि हिँडिसकेका छौँ। हामी चाहिँ लगभग 3:40 हिँड्यौँ होइन। अब हामी पुग्छौँ बिस्तारै। बाटो चाहिँ यस्तो छ, पुरा गाडीहरू व्यस्त छन्। हेर्दै गर्नु होला गाइजहरू। ल त साथीहरू अहिले हामी चाहिँ फिसिङ स्पट पुगिसकेका छौँ। अनि हाम्रो रडहरू पनि तेर्सिसकेका छौँ। हजुर कता हो? यता देख्न सक्नुहुन्छ यो हाम्रो फिसिङ स्पट। हामी पुगिसकेका छौँ होइन। रड पनि हामी फ्याँकिसकेका छौँ साथीहरू। अहिले अँध्यारो नै छ, फेरि देखाउँछौँ है हामी। साथीहरू अब पानी परिरहेको छ, माछा मार्न आएको। अब आफै मरेला जस्तो छ यहाँ पानीले। ल हामीलाई चाहिँ फुपूले चाहिँ यहाँ कालो चिया चाहिँ टक्क होइन बिहान ब्ल्याक टी कस्तो लागिरहेको छ सुन्दैछ? ठिकै। अमिरले निन्द्रा ला होला। फुपूलाई पनि जाडो भइरहेछ होला। हजुर ट्याक्क खाँदै ल साथीहरू। अहिले हामी मिनी लेक एकछिन लालाजी आउनुहुन्छ। तपाईँहरूलाई म अहिले भरे लालाजीलाई पनि देखाइदिन्छु। मिनी लेकको लालाजी, मिनी फेवातालको लालाजी है त। गाइजहरू हेर्दै गर्नु होला। अहिले त बिहान भयो तर यहाँ पानी चाहिँ मिठो पऱ्यो है। यस्तो पाराले पानी परिरहेछ। हामी माछाबाडीहरू चाहिँ यहाँ पुरा अल्पत्र अवस्थामा छौँ। राखेका छौँ। केही गाह्रो स्थिति भएको छ यहाँ पानी परेर। माछा मार्न आएर हालत यस्तो छ बिहान के भएको पानी त आमामा कत्रो पर्यो। भित्र बस्दा पनि पानीले हानिरहेछ त। ल
ल त्यो साथीभाइहरू अब पानी पनि बिस्तारै रोकिँदैछ होइन हामीलाई लोदर लायो होइन पानी परेर तर पानी परेपछि माछाहरू पनि आउँछ भन्ने सुनेको छु अब हेरौँ के हुन्छ म त्यो दाइले मिस गरिरहेको छु कि हाम्रो अर्को मछाउडे दाइले पानी पर्ने बित्तिकै त भाइ कुदेर आउनुपर्छ ब्याट झिकिहालिन्छ माछा भन्दै थियो के गर्नु अब पानी पर्छ माछा नि परेको छैन कति बज्यो तपाईँको अहिले त 7 बजिसक्यो ठ्याक्कै मान्छेहरू यसरी यहाँ के अरे उ त गरिरहेको छ जालमा प्रायः माछा हानिरहेको छन् तालको छेउछाउमा यो बुढोले मार्छ है अरे अहिले फेरि लालाजी आउँछ फेरि लालाजी ल साथीहरू ब्रेकफास्ट पनि सुरु भइदिएको थुक्पाबाट होइन ब्रेकफास्ट सुरु भयो केटाहरू उता छ म त यसो बल्छी हेर्ने काम गरिरहेको छु म ठिक्कै हेर्दैछु कतै झुक्केर खाइहाल्यो भने त अनि जान पऱ्यो नि त थुक्पा है त गाई स्पेसल थुक्पा ल ल ल हाम्रो चाहिँ फर्स्ट परेको छ है माछा आमामा यत्रो ठुलो परेको छ हाम्रो ल माल 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 पानी परेको बेला ल्याप्पै ल है त हामीले चाहिँ यो बल्छीबाट अमिरले चाहिँ टक्क झिकिहाल्यो 1.5 केजीको ठुलै छ ठुलो पार्ने रहर भयो पुरा भयो अनि यहाँ टक्क देख्न सक्नुहुन्छ यो पानीमाथि टक्क बादलहरू के अरे बाफहरू उडिरहेको छ अरूले पनि हानिरहेका छन् हामीले पनि यति तेर्साइ दिएको हामीले पनि चाके थाप्दिएको यतातिर पर्छ कि भनेर देख्न सक्नुहुन्छ यस अब खाजासाजा खाएको ठ्याक्कै खाजा खाएको हामीले केही नखाएर रहेछ कि माछाले नखाएको हामीले खाइदिएको माछा पनि खान सुरु गरिहाल्यो त अनि ल्याट कि ल्याट त गाइजहरू अब अपडेट अझै आइरहेको छ दामी दामी है त्यो चाहिँ रुफटपको सिन रासको देख्न सक्नुहुन्छ परतिर पनि देखेको रहेछ हाम्रो बल्छी चाहिँ यहीँ छ हामीसँग बसेर यसले पनि पायो भाग पायो ल हेर्ने सिद्रा हन्टिङ हान्दैछ यस्तो छ माछा त खाइदिज नछोड ल साथीहरू हाम्रो चाहिँ अलिकति यहाँ ठाउँमा लोदर लगाएर हामी चाहिँ नयाँ ठाउँ हाम्रो पुरानै ठाउँतिर जाँदैछौँ त्यहाँ गएर भक्कु खेल्नुपर्छ टाक्का हान्नुपर्छ ठुलो माछा पार्नुपर्छ है त सिउ गाइजहरू धेरै गर्नु होला अहिले हामी हिँड्दैछु 64को फिसरम्यानहरू अगाडि हिँड्दैछ आमा डेन्जर ल यता हामी चाहिँ यसो हाम्रो ठाउँबाटदेखि फेरि यता आइसकेको छौँ पारी थियौँ त्यहाँ अहिले हामी यतातिर आइसकेको छौँ बिहान पनि कुट्यो पानीले जाने बेला पनि कुट्यो के भएको यस्तो दिन बाई बाई भनेको त यत्रो माछा पल्टियो लास्टमा यार के भएको यो आउँदैछ आउँदैछ है आउँदैछ 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 ल एउटा मुङ्ग्रो लिएर आऊ त कत्रो ताने रडै भात लास्तो गरेको नि त त्यो मोमेन्ट चाहिँ क्याप्चर गर्न पाइएन क्या यस्तो डेन्जर हानेको थियो बिस्तारै खेलाइ पल्टिन्छ अब यसलाई कहाँबाट झिक्याउने हो यहाँदेखि नि यस्तो हजुर पानी परेको नि फेरि यही बेलामा फेरि मेरो नि वजन के गर्नु फेरि उता दौडिने नि कुद्ने स्पाइडर पो छ त न 4-5 काँडा अड्केको भए त हुन्थ्यो जसमा चाहिँ यता अड्किनु पानी लाग्छ यहीँ आइसक्यो कि कता छ अहिले पनि बिहान यस्तै भयो अहिले रातिमा आएर के भएको यता 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 त्यही दाइको कलर हो 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 त्यही दाइको कलर पर्दा पर्दा यतै 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 बोल सबैजनालाई बाई बाई
हाम्रो ब्लग सकेको छ माछा मार्ने कार्यक्रम वाक्क लाग्यो आज चाहिँ पर चाहिँ अलिकति पऱ्यो पुरा सेतै पल्टेछ नि त ल अब ठुलो माछा नि मरेको छैन अब यति चाहिँ पार्न सफल भयौँ हामीले मर्छ यति चाहिँ पार्न सफल भयौँ अनि त्यहाँबाट अब हामी चाहिँ सकिन्छ आजको हाम्रो ब्लग रासे तालबाट सबैलाई बाई बाई अब नेक्स्ट टाइम अलिकति राम्रो चारा लिएर फेरि आउनेछौँ त्यतिन्जेलसम्मको लागि हामी सबैलाई हजुर बिदा दिनुहोस् धन्यवाद अनि माछा चाहिँ यही हो ल पिली पिली गरेर बसेछ ल एउटा पऱ्यो 3-4वटा सानो सानो परेको छ धन्यवाद